मेरो दाजु स्वर्गीय कृष्ण प्रसाद पराजुली यस विद्यालयमा प्रधान अध्यापक भएर आउनुभएको बेलामा म करिब 14-15 वर्षकी थिएँ होला। दाजुले मलाई पनि यसै स्कुलमा भर्ना गरिदिनुभयो र मैले 2024 साल यसै स्कुलबाट एसएलसी पास गरेँ। त्यस बखतमा यो ठाउँ अति विकट मानिन्थ्यो। 4-5 दिनको हिँडाइपछि मात्र काठमाडौँबाट यस ठाउँमा आइपुगिन्थ्यो। तर यस ठाउँमा आइपुगिसकेपछि थकान आफ मेटिन्थ्यो। यति खुसी लाग्थ्यो। यस बखतको रमाइलोपनको रमणीयता मलाई आज पनि सम्झना आइरहेछ। यहाँको डाँडा काँडा अनि छिम्पी खोलाको यस ठाउँलाई छुट्टै सौन्दर्यता प्रदान गरेको थियो। हुन त काठमाडौँबाट आएको हामीलाई यो ठाउँ निकै रमाइलो लागिरहेछ। मैले अध्ययन गरेको यस विद्यालयले यति फड्को मागिसकेको देख्दा मेरो खुसीको सीमा नै रहेन। यति खुसी लागिरहेछ, मेरो सीमै छैन। मेरो स्वर्गीय दाजु र मेरा त्यस बखतका गुरुहरूप्रति म अनि यसका ठाउँका आमा बुढा दाजुभाइ दिदी बहिनीहरूप्रति म आभारी छु। मेरो शुभकामना छ यस संस्थाले उत्तरोत्तर प्रगति गरोस्। मैले यस स्कुलबाट एसएलसी उत्तीर्ण गरेँ। पश्चात बिए तहसम्म अध्ययन गरी त्रिभुवन विश्वविद्यालयमा अधिकृत तहसम्मको जागिर खाएर हाल म रिटायर पनि भएँ। मलाई सफल व्यक्ति र सफल परिवारको सदस्य हुन पनि यसै स्कुलले सिकाएको हो भन्ने मैले महसुस गरेकी छु। मैले शिक्षाको महत्त्व यही पाठशालाको योगदानबाट बुझ्न सफल भएर मेरो जीवनमा मेरो परिवारको सदस्यहरूलाई अनि मैले शिक्षाको महत्त्वलाई अगाडि राख्न प्रयोग गरेँ। उदाहरणको लागि म र मेरा श्रीमान स्वर्गीय हरिराम पुटासाई हाम्रा 2 छोरा 1 छोरीलाई क्रमशः इन्जिनियर, बैंक प्रबन्धक तथा डाक्टर बन्न सफल गरायौँ र हाम्रो तर्फबाट देश र समाजको लागि सानो भए पनि शिक्षाको एउटा उपहार दिन पनि सफल भयौँ। म हजुरहरूलाई पनि आफ्नो परिवार र समाजमा शिक्षाको महत्त्व बुझाइ धेरैभन्दा धेरैजनालाई शिक्षित तथा योग्य बन्न प्रोत्साहन गर्नु हुन हृदयदेखि नै अनुरोध गर्दछु। अन्तमा यस स्कुलको स्वर्ण जयन्ती कार्यक्रमलाई आयोजना गर्नुहुने सम्पूर्ण महानुभावप्रति म कृतज्ञता व्यक्त गर्दछु। साथै मेरो सहपाठी श्री भुवनेश्वर प्रधानज्यू र वर्तमान प्रधान अध्यापकज्यू जसले पुराना सबै विद्यार्थीहरूलाई आजको यस कार्यक्रममा संलग्न गराउनु भयो, उहाँहरूप्रति म हार्दिक धन्यवाद ज्ञापन गर्दछु। यसै स्कुलको विद्यार्थीहरूको हैसियतले म मेरो जीवनकालसम्म मेरो हैसियतले गर्न सक्ने सम्पूर्ण सहयोग गर्नेछु भन्ने प्रतिबद्धता समेत व्यक्त गर्दै यहाँबाट बिदा चाहन्छु। धन्यवाद। धन्यवाद। हाम्रो यस विद्यालयको 50औं वार्षिक तथा स्वर्ण जयन्तीलाई शुभकामना पठाउनु हुनेमा यस विद्यालयका संस्थापक र भागवत प्रधानज्यू, उहाँले अस्वस्थताका कारण यहाँ उपस्थित हुन सक्नु भएन, उहाँले शुभकामना पठाउनु भएको छ। त्यसै गरी शुभकामना पठाउने हुनुमा यस विद्यालयका पूर्व प्र जो 2017 सालतिरको हुनुहुन्छ, उहाँ पनि अस्वस्थ हुनुहुन्छ, जयप्रकाश श्रेष्ठ। त्यसै गरी यस रामेछाप जिल्लाका पूर्व